यो घटना सिन्धुपाल्चोकको एउटा विकट गाउँमा केही वर्ष अघि घटेको भनिन्छ। यसमा कुनै ठूलो भिडभाड छैन, मात्र एउटा सुनसान बाटो र एउटा नमिठो शङ्का छ। रातो करिब 10 बजेको थियो। गाउँको पुछारमा रहेको एक्लो घरमा विवेक आफ्नी बिरामी आमाको लागि औषधि लिएर फर्कदै थियो। बाटोमा एउटा पुरानो चौतारी छ जहाँ एउटा विशाल बरको रुख छ। भनिन्छ त्यो रुखमुनि राति एक्लै हिँड्दा कहिल्यै पछाडि फर्केर हेर्नु हुँदैन। विवेक छिटो छिटो पाइला चाल्दै थियो। अचानक उसलाई आफ्नो पछाडि कोही हिँडिरहेको आभास भयो। खस्रक खस्रक सुकेका पातहरू मारिएको आवाज स्पष्ट सुनिन्थ्यो। विवेक को हो? काले होस्? ठट्टा नगर न यार, म हतारमा छु। कुनै जवाफ आएन। विवेकले आफ्नो हिँडाइको गति बढायो। पछाडिको पदचाप पनि उत्तिकै छिटो भयो। उसले साहस बटुलेर टर्च बाल्यो र जङ्गलतिर देखायो। त्यहाँ कोही थिएन, तर रुखको एउटा हाँगा अस्वाभाविक रूपमा हल्लिरहेको थियो। अचानक उसको कानैनिर एउटा धोद्रो र चिसो स्वर सुनियो। त्यो आवाज कुनै मान्छेको फोक्सोबाट निस्केको जस्तो थिएन, बरु जमिन मुनिबाट आएको जस्तो थियो। विवेक, तिम्रो हातमा भएको त्यो औषधि अब कसैलाई काम लाग्दैन। विवेकको शरीर जिरिङ भयो। उसले नजिकैको एउटा ढुङ्गामा ठक्कर खायो र लड्यो। टर्च भुइँमा खस्यो र त्यसको उज्यालो सिधै अगाडिको झाडीमा पर्यो। त्यहाँ एउटा आकृति उभिएको थियो। त्यसको खुट्टा उल्टो फर्किएको थियो र अनुहारको ठाउँमा मात्र एउटा कालो खाडल थियो। त्यो आकृति बिस्तारै विवेकको नजिक आयो। त्यसको शरीरबाट ओसिलो माटो र कुहिएको मासुको जस्तो कडा गन्ध आइरहेको थियो। त्यसले आफ्नो लामो हड्डी मात्र भएको औँलाले विवेकको निधार छाम्यो। तिमीले घर छोड्नुभन्दा 10 मिनेट अघि नै उनले अन्तिम सास फेरिसकिन्। अब तिमी किन घर जाँदैछौ? बरु मसँगै हिँड, यो चौतारी धेरै सुनसान छ। विवेकले आफ्नो पुरै बल लगाएर चिच्याउन खोज्यो, तर उसको आवाज घाँटीमै अड्कियो। ऊ जसो तसो उठेर घरतिर दौडियो। घर पुग्दा ढोका खुल्लै थियो। भित्र पस्दा उसले देख्यो उसकी आमा ओछ्यानमा शान्त सुतिरहनु भएको थियो। आमा, म आएँ, हेर्नुहोस् त, औषधि ल्याएको छु। ओछ्यानमा भएकी आमा बिस्तारै उठ्नुभयो, तर जब उहाँले टाउको घुमाउनुभयो विवेकको सातो गयो। उहाँका आँखाहरू पुरै सेता थिए र मुखबाट त्यही घारघार आवाज निस्कियो। मैले तँलाई अघि नै भनेको थिएँ नि विवेक, अब यो औषधि कसैलाई काम लाग्दैन। अब तिम्रो पालो।